सो गाइस अहिले चाहिँ म नेपालमा छु र धेरै दिन भयो नेपाल आएको पनि र धेरै दिनदेखि भिडियो पनि हालेको छैन। मेरो घरको कामको सिलसिलाले गर्दाखेरि म धेरै बिजी थिएँ, सो कारणले चाहिँ मैले भिडियो हालेको थिएन। र आज म तपाईहरुलाई चाहिँ मेरो गाउँ देखाउँदैछु हैन, र मैले पढेको स्कुल पनि देखाउँदैछु, नजिकै छ। र यहाँका बस्तीहरू र मान्छे र खेतीपाती के हुन्छ र के पाइन्छ यी चीजको बारेमा चाहिँ म आज तपाईहरुलाई जानकारी दिनेछु। सो भिडियो पुरा हेरेर साथ दिनु होला। र तपाईहरुले देख्न सक्नुहुन्छ यो हो मेरो गाउँ र यो माथि देउराली गाउँ भन्छन् हैन, देउरालीपट्टिको गैरी गाउँ चाहिँ यता तलपट्टि पर्छ। तलपट्टिको भ्यू पनि मैले तपाईहरुलाई देखाउनेछु र वारिपरि डाँडापाखाहरू तपाईले देख्न सक्नुहुन्छ। अति नै सुन्दर छ यहाँको ठाउँ चाहिँ। र अहिले निकै नै शीतल चिसो मौसम पनि एकदमै आनन्ददायक रहेको छ। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले स्कुल, यो चाहिँ अहिले बन्द भइसकेको छ, यो सरेर चाहिँ तलपट्टि गइसकेको छ। र हामीहरूले पढेको स्कुल भनेको यो आजभोलि यस्तो अवस्था रहेको छ। र हामीहरूले त्यति बेला चाहिँ टोयलेट चाहिँ यसमा गर्थ्यौँ, यहाँ चाहिँ टोयलेट बनेको छ। र पहिले उस टाइममा चाहिँ तपाईहरुको पानीको धाराहरू थिएन, अहिले चाहिँ अहिले पम्प लगाएर चाहिँ माथिपट्टि चाहिँ टङ्कीहरू लगाइएको छ वहाँ माथिपट्टि हैन। सो वहाँ टङ्कीहरू राखेर चाहिँ अहिले पानी गाउँघरमा घरघरमा चाहिँ पुर्याइएको छ। सो उति बेला चाहिँ 1 घण्टाको बाटो चाहिँ तल गएर चाहिँ बोकिने गरिदिन्थ्यो है। सो तपाईहरुलाई मैले यहाँका केही दृश्यहरू म देखाउने कोसिस गर्छु। र यहाँ ढुङ्गाहरूबाट बनेका बाटोहरू छन्। यो यहाँ ढुङ्गा छ, ढुङ्गा खोदेर बनाएको बाटो, गाडी चल्छ यहाँ पनि हैन, काम पर्दा चाहिँ आउँछ। र यहाँका दृश्यहरू म तपाईलाई एकदमै देखाएँ भने तपाईहरु चकित पर्न सक्नुहुन्छ। वारिपरि डाँडापाखाहरू देख्न सक्नुहुन्छ, निकै नै सुन्दर रहेको छ। र पारिपट्टि देख्न सक्नुहुन्छ तपाईहरुले हिमाल रहेको छ उतातिर हैन। हिमाल यहाँबाट छर्लङ्गै देखिन्छ, पारीदेखि वारीसम्म कता भनौँ हैन, उता पूर्वदेखि पश्चिमसम्म यहाँबाट चाहिँ छर्लङ्गै देखिन्छ। आज पनि हल्का फुल्का देखिएको छ, सो देख्न सक्नुहुन्छ। र यो चाहिँ मेरो गाउँ हो, यहाँको बस्ती गाउँ चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले। र उता तलपट्टि चाहिँ देख्न सक्नुहुन्छ त्यो पियालो कलरमा लागेको छ जो अहिले नयाँ स्कुल बनेको छ। त्यो त्यहाँ चाहिँ पुरानो स्कुल, हाई स्कुल चाहिँ थियो, त्यसलाई भत्काएर चाहिँ अहिले नयाँ बनाइदिएछ त्यहाँ। र यो स्कुलमा चाहिँ म पढेको थिएँ र अहिले चाहिँ बन्द छ, अराउन्ड अलमोस्ट धेरै वर्ष भइसक्यो। र यो सरेर चाहिँ उता पारी गएको थियो, पारीको स्कुल जो त्यसको साथको थियो त्यो चाहिँ यहाँ आएर जोडिएको थियो, श्री दाङमा माध्यमिक विद्यालय कक्षा 1 देखि 10 सम्म। र यो हाम्रो स्कुलको नाम रहेको थियो श्री सिद्ध प्राथमिक विद्यालय। यो चाहिँ सरेर उतापट्टि गएको छ सायद, के छ कसै राम्रोसँग बुझ्न सकेको छैन। र यो अहिले मैले माथिबाट खिच्दाखेरि खासै देखिएको छैन यहाँका दृश्यहरू। र भिडियो गर्दै पनि तपाईहरुको कुहिरो लागिसक्यो, यहाँ डाँडामा कुहिरो लाग्छ हैन। र यहाँ बस्न चाहिँ अहिले एकदमै आनन्द छ, शीतल छ, चिसो छ हैन। र हामीले पहाडमा के यस्तो तरिका घर बनाउँछौँ र यस्तो तरिकाले घर बनाइसकेपछि हामीहरूलाई चाहिँ के हुन्छ, अलिकति हावापानीले चाहिँ अलिकति समस्या गर्छ। सो कारणले चाहिँ यस्तो खालको घरहरू बनाइन्छ हैन, पानी तर्नको लागि माथिबाट टिनको छाउँ र उतापट्टि ढुङ्गाको मोटो गारोको सहित हैन। ढुङ्गाको गारो लाइफ टाइम हुन्छ, इँटाको गारो चाहिँ केही भ्यालु हुँदैन। त्यसको भ्यालु हुँदैन भन्नाले अब 50-60 सालको वर्षको चाहिँ ऊ हुन्छ हैन, के भन्छ भ्यालिडिटी। सो तपाईले देख्न सक्नुहुन्छ। र यो स्कुलमा पढेको थिएँ, यो बन्छ। यो माथिपट्टि चाहिँ अहिले अस्पताल बन्नको लागि चाहिँ जग्गा लिएको छ, कहिले बन्छ त्यो थाहा छैन। उता माथिपट्टि चाहिँ मेरो घर रहेको छ। र यहाँ टौवा शीतलपाटी चाहिँ बनेको छ यता। र यसरी जाँदाखेरि तपाईले देख्न सक्नुहुन्छ। यहाँ म धेरै लामो भिडियो बनाउँदिनँ हैन, छोटो भिडियोमा तपाईलाई धेरै चिजहरू देखाउने कोसिस गर्नेछु। र यता नि हामी खेल्ने गर्थ्यौँ सानो हुँदाखेरि, तर जति उति बेला थियो त्यो आनन्द आजभोलि छैन। सबै साथीहरू चाहिँ भनौँ भने विभिन्न हुनुहुन्न हैन। र उति बेलाका साथीहरू धेरै हुनुहुन्थ्यो मेरा बस्दै पढ्ने साथीहरू। र आजभोलि त यहाँ बोतल पो छन् खाली। यो त पोखरामा आएर चाहिँ हामी खेल्ने गर्थ्यौँ, धेरै खेलहरू खेल्ने गर्थ्यौँ। दिनमा चाहिँ 1 बजेदेखि 2 बजेसम्म छुट्टी हुने गर्थ्यौँ। त्यो समयमा चाहिँ हामी धेरै खेलहरू खेल्ने गर्थ्यौँ है। र यहाँको मौसम चाहिँ यस्तो केही रहेको छ, अहिले कुहिरो लागिसकेको छ हैन। र यो चौतारी अहिले चाहिँ फलेको छैन, यसलाई भन्छ चौतारी, कालो कालो फल्छ। यहाँ अनेक थरीको चिजहरू पाइन्छ हैन, विभिन्न थरीका चिजहरू भनौँ न हैन। चौतारी फलेर तपाईले खाँदाखेरि गुलियो हुन्छ। र पाती चिन्नुहुन्छ होला, हामीले यसले के गर्थ्यौँ भनेपछि तपाईको सिस्नो लाग्दाखेरि, सिस्नोले पोल्यो भने त्यसमा चाहिँ हामीले लगाउने गर्थ्यौँ र यसले सन्चो हुने गर्थ्यो है। चौतारी जताकतै देख्न सक्नुहुन्छ। र टिमुर पनि तपाईले बाटोबाट देख्न सक्नुहुन्छ। टिमुरको बोटो त्यहाँ छ, त्यो देखाउँछु म तपाईहरुलाई। र टिमुर पनि यहाँ जति सल्लाएर पाउनुहुन्छ तपाईहरुले।
यो देख्न सक्नुहुन्छ बाटाबाट चाहिँ फलेको छ। यो देख्न सक्नुहुन्छ। अब यो फल्दैछ अहिले, 1-2 महिनापछि पाक्छ। पाकेपछि रातो हुन्छ दसैँ ताका चाहिँ। र यो पोखरी थियो हामी निकै नै खेल्ने गर्थ्यौँ यहाँ है। यो चाहिँ स्वामीको रुख चौतारो। सो देख्न सक्नुहुन्छ तपाईँहरूले। र सिस्ना पनि असाध्यै पाइन्छन् यहाँ। यो सिस्नो हो, देख्न सक्नुहुन्छ। यो सिस्नो हो, सिस्नो देख्न सक्नुहुन्छ तपाईँले। र यहाँ हाम्रै दाजुभाइको घर हो यो चाहिँ। र यहाँ फलफुलहरू पनि छन्, मनतिर धेरै चिजका फलफुलहरू छन् यहाँ, अनेक थरी फलफुलहरू पनि हुन्छ। कता बजे कहाँ छ। र यहाँ तपाईँहरूको चाहिँ गाईबस्तु पाल्ने, बाख्राहरू भैँसीहरू होइन, चुवाचेहरू पाल्ने गर्छौँ हामीहरूले चाहिँ। त्यसका लागि अब घाँस काट्नु जानुपर्ने हुन्छ। यतापट्टि चाहिँ पछाडिपट्टि आफ्नै निजी खरेनहरू छन्, वहाँ गएर चाहिँ काट्ने गर्छौँ है। र तराईतिर मकै पाकिसक्यो अहिले, यहाँ चाहिँ भर्खर यो त अझै यति भइसकेको, अझै बाँकी त त्यो सानो कोही भेराइटीका अलग भेराइटीका मकैहरू छरिने गरिन्छ यहाँ चाहिँ। र पहिलापट्टि मेरो घर चाहिँ उता माथिपट्टि थियो, त्यहाँ चाहिँ आजभोलि बस्न छोड्यो हामीहरू। त्यो पनि अच्छा हुन्थ्यो। आजभरि जङ्गली जनावर लाएर चाहिँ त्यति खेतीपाती हुन सकेको छैन। र आजभोलि किनकि हामीहरू मेहनत पनि गर्न छोड्यो एक तरिकाले भन्यो भने। र यहाँ एक चिज अरू देखाउँछु म तपाईँहरूलाई। यो हो ऐसेलु प्यालोवाला है। यो ऐसेलुको बोट र यसमा फल लाग्ने गर्छ, निकै नै मिठो हुन्छ। विभिन्न थरीका चिजहरू छन्। यसलाई पनि चिन्नुहुन्छ तपाईँहरूले सायद, हो कापु। यसको पात चाहिँ अमिलो हुने गर्छ। कुनै बेला चाहिँ हामीहरूले दालमा हाल्ने गर्थ्यो यसलाई। आजकल त विभिन्न आधुनिक तरिकाले खेती गर्न थाले, टमाटर उब्जा गर्न थाले, सो टमाटर हालिन्छ। र यस्ता यस्ता चिजहरू पाइन्छ। खेती छ अहिले बारीमा चाहिँ मकै छ। मकैको साथसाथ भट्ट, सिमी, बोडी, कबली, काँक्राहरू साथमा छर्ने गरिन्छ। र बाँकी पाखा पोखरीमा फलफुलहरू देख्न सक्नुहुन्छ। अहिले वरिपरिका दृश्यहरू देखाउँ भनेको कुहिरो लागिसक्यो। साथसाथै हेर्दै तपाईँहरूले हेर्दै चाहिँ कुहिरो लागिसक्यो होइन। सो आजलाई यति नै। पछि चाहिँ म अरू इन्ट्रेस्टिङ भिडियोहरू चाहिँ तपाईँहरूलाई प्रस्तुत गर्ने कोसिस गर्छु। सो थ्याङ्क यू सो मच फर वाच।